नेपालमा जे पनि हुन्छ हुँदो रहेछ, अपराधीहरूलाई केही हुँदैन, पावरवालाहरूले भने जे पनि गरिदिन्छन्। पावरको मिसयुज कसरी हुन्छ भन्ने कुराको उदाहरण जति पनि छन् नेपालमा। भ्रष्टाचारमा वर्षौं जेल बसे पनि राजनीतिमा भोट पाउँछन् उनीहरू। न्यायको शासन, विधिको शासनको कुरा गर्छन्, तर मारमा गरिब मात्रै पर्छन्। कानुन गरिबका लागि मात्रै लाग्छ। सर्वोच्च अदालतले पूर्व सभासद बालकृष्ण ढुङ्गेललाई 7 दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएपछि प्रधान न्यायाधीश सुशीला कार्कीको बारेमा समेत निकै ठूलो चर्चा चलेको छ। न्यायालयका बारेमा बोल्यो भने त्यो मानहानि हुन्छ, तर न्यायालयले गल्ती गरे, न्यायालयले राजनीति गरे, त्यसको उजुरी कहाँ दिने त? यो कुरा नेपालको कानुनमा छैन। अदालतले गल्ती गरे त्यस बारेमा बोल्न पाउने कि नपाउने यो प्रश्न जनताको हो। गल्ती गरेको प्रमाण नवराज सिलवालको केसमा देखिसकेको छ। सर्वोच्चले कार्य सम्पादन मूल्याङ्कनमा गल्ती गरेको पुष्टि भएपछि सुशीलाहरूले राजीनामा दिनु पर्दैन, तर नैतिकता भए पो? सुशीला कार्कीको नैतिकता त अहिले थप देखिएको छ बालकृष्ण ढुङ्गेलको केसमा। यी तीनै सुशीला कार्की हुन् जसले दुर्गा सुवेदीसँग बिहा गरेकी थिइन्। दुर्गा सुवेदी नेपालको राजनीतिमा चर्चित नाम हो। 43 वर्ष अघि सशस्त्र क्रान्तिका लागि रकम जुटाउन बीपी कोइरालाको निर्देशन र गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा शाही नेपाल वायु सेवा निगमको विमान अपहरण भयो। यो विमानलाई भारतको फारबिसगञ्जमा 2030 जेठ 28 गते उतार्ने काम गरे दुर्गा सुवेदीले। त्यति बेला जहाज लुट्नेसँग उनले विवाह गरिन्। राज्यका नजरमा दुर्गा सुवेदी अपराधी थिए। उनको उद्देश्य जति पवित्र भए पनि उनले गरेको काम फौजदारी अभियोग थियो। तर सुशीला कार्कीका लागि सुवेदी हिरो भए। क्रान्तिका नायक थिए र उनले विवाह गरिन्। अहिले तिनै सुशीला कार्की जनयुद्ध कालमा क्रान्तिका पक्षमा लडेका र अहिले पनि जनताका तर्फबाट नागरिक अभिनन्दन समेत गरिएका लोकप्रिय व्यक्तित्व पूर्व सभासद बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न मरिहत्ते गरिरहेकी छिन्। यो सरकारसँग आइजिपी प्रकरणमा भोग्नु परेको लज्जास्पद हारको प्रतिशोध बाहेक अरू केही हुन सक्दैन। अपराधी हुन् भने उनका पति दुर्गा सुवेदी पनि अपराधी हुन्। सुशीला कार्कीले मेरा श्रीमान कुनै बेला अपराधी थिए भनेर भन्न सक्दिनन् भने ढुङ्गेललाई मात्र किन अपराधी देख्छिन्? सर्वोच्चले ढुङ्गेल विरुद्ध जन्मकैदको सजाय सुनाएको होला, तर त्यस्तै सजाय नेपालका कैयन नेताहरूका विरुद्ध सुनाएको उनलाई थाहा छैन र? तर कहाँ गए ती सजायहरू? जसरी दुर्गा सुवेदीदेखि जनयुद्धकालका कतिपय घटनाहरू एउटा राजनैतिक उद्देश्यका लागि थिए, ढुङ्गेलका हकमा पनि त्यही होइन र? अनि एउटासँग बिहे गर्ने अर्को चाहिँ अपराधी किन? अदालतले नै सजाय सुनाएका कतिपय अरू गुण्डा हत्याराहरू मन्त्रीहरू सँगै देखिन्थे हिजोका दिनहरूमा। विजय गच्छदारसँग देखिने त्यस्ता गुण्डा, एमालेका महेश बस्नेतसँग देखिने कतिपय त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न किन भन्दिनन् सुशीला कार्की? के प्रधान न्यायाधीश भन्दैमा जे पनि गर्न मिल्छ? के उनको नैतिकता हुँदैन? अदालतले गल्ती गरे हामी कहाँ बोल्ने? सुशीला कार्कीले एकपटक आफैलाई फर्केर हेरे हुन्छ। प्रतिशोधको राजनीतिले लोकमान बनाउन बेर लाउँदैन है।